हेलो एन्ड नमस्ते सबैजनालाई। बहुत टिका लाग्यो। आज चाहिँ यता म माम घरतिर छु। आज औँसी हो हैन। यता हिजो आएको थिएँ मम्मीलाई लिएर माम घरतिर। अनि आज चाहिँ सबैजना यहाँ फ्यामिली नै उता के अरे भरताल जाने प्लान भएको छ। अनि त्यही भएर चाहिँ हामी अहिले बिहान 5 बजे उठेर रेडी हुँदैछौँ। यहाँ छ भाइ पनि छ यहाँ। अनि त्यही हो त्यो सबैजना छ। त्यही भएर मैले बाहिर आएर इन्ट्रो बनाएर अब बाइक चाहिँ घरमै छोडिदिन्छु। अरू चाहिँ गाडीमा हामी दुईजना मात्र बाइकमा हुन्छ नि त, मम्मी र म मात्रै। त्यही भएर नजानु गएछ सबैजना जाने, यसमा जाने हो जान्थे अगाडि जान्न। त्यही भएर अहिले चाहिँ हामी यता निजगढ बजारतिर छौँ है त। यहाँ अहिले गीत सित पनि बजाइरहेको छ। अनि पछाडि हल्ला हल्ला पनि बढेछ। त्यही भएर चाहिँ मैले खासै भिडियो बनाएको छैन क्या। त्यही हो थकै लागिरहेको थियो। त्यही भएर पनि गाडीमा हिँडेको आज। बजार आइपुग्यो है त हामी। यहाँबाट भित्र छिर्ने हो सर्ट अलिकति अगाडि अरे। बाटो अफरोड रहेछ। हामी भरतपुर पुगेर हेलो गाइजहरु, हामी चाहिँ आज भरतताल घुम्न आएको छौँ। भरतपुर भएर मैले भरतताल हामी ठ्याक्कै यहाँ आइपुग्यो। टक्क हामी आइपुगिसक्यो भरतताल। तर अहिले चाहिँ बिहान नै छ नि त हामी। त्यही भएर खासै मान्छेहरू पनि छैन, पिस छ अहिले। गरम पनि त्यस्तो पनि भएको छैन, भिड पनि त्यस्तो बिना छैन होइन। ठिकै छ। यहाँबाट हेरौँ न बबालसित। यहाँबाट हेरौँ है अहिले के पानी त के बित निलो हो र। ल हेर कति ऊ हो र पानी त यार, मोबिल जस्तो है। मोबिल होइन नि कस्तो बोटहरू छ वहाँ पार्किङ हुँदो रहेछ। हाम्रो कस्तो निलो यार। अहिले मिल्यो भने बोट सर्ट पनि खेल्नुपर्छ। आनन्द आएको। अहिले शीतल छ, हावा चलिरहेको, मजा आइरहेको छ। सब यहाँ पार्किङ छ। यहाँ खेलौँ भनेको यो मान्छे पुग्नु पर्छ अरे। अहिले बिहान भएर होला खासै मान्छे छैन कि। अनि त्यही भएर सबैजना यहीँ छ। अब खेल्नै पनि नपाउला जस्तो लागिरहेछ। मान्छे पुग्नुपर्छ अरे खेल्नलाई। कान ठाउँ चाहिँ यहाँ हो अरे, तर यो पनि खुले छैन अहिले। त्यही हो भौतारीतिर छौँ हामी। बिहानै आएर बेफाइदा भयो हामीलाई धेरै नै। यो खेल्ने भनेको मान्छे भएन, उति सानो खेल्न पनि मान्छे भएन। अब यो सिङ्गल जेट्सकी चलाउने हो। अब यहाँ छ जेट्सकी, अब यही जेट्सकी चलाउने है त। टिकट लिइसकेको छ हामीले, अझै रेडी गर्दैछ। त्यही हो है त। अब लानु पर्ने हुन्छ। के हो ल बनाएन भिडियो बनाएछु। भिडियो बनाएको कि ब्लग? भिडियो कैसे बनावे अन्त सर आकाश? आकाश दादा ब्लग बनाएको कि भिडियो?
अहिले चाहिँ अब सक्सहरू सबै खोल्नु पर्ने हुन्छ। दादा अलि त आउनुहोस् त। हामी रेडी भइसकेको छ, खेल्ने यही हो। जुत्ता सुत्ता फुकाल्नु पर्ने रहेछ, त्यही हो है त। यहाँबाट चाहिँ खेल्नको लागि साइड माथि गर्ने ₹1000 थोरै हो त 1000 हो। ए कस्तो खतरा उठाउँछ हेर्नु नि। भिडियो होला नि। कुरा हुँदैछ यो चढ्न चाहिँ धेरै मान्छे भएन, सस्तोमा नभए चाहिँ महँगो लिन्छ अरे। अब त्यही हामीमा चाहिँ नयाँ मान्छे जम्मा पार्दैछौँ अनि धेरै मान्छे भएपछि हामी यहाँ चढ्छौँ। यहाँ पनि त गीत बजाएको कपिराइट लाग्छ, त्यही भएर धेरै बेर गर्न मिल्दैन। टिकट काटेर यहाँ पुरा बस जस्तो छ अरे भित्र त। हामी यहाँ माथि चाहिँ जान्छौँ, यहाँ मल अरे भन्नु के भन्ने रे के भएर ल। अब त्यहाँ चलान लागेको छ बोर्ड है त, स्टार्ट भन्नु ल स्टार्ट भयो। के हो रे यस हेर न पुरा सिङ्गल। कस्तो भइरहेको बाबु भन् त? मजा आइरहेछ। ब्याक हुँदैछ बिस्तारै, गीत बजिरहेको त्यो भएर गाह्रो परिरहेको छ। यहाँ ब्याक भइरहेछ अझै।
जान लाग्यो अब लाग्ने यहाँबाट नुनथर रे फेरि अर्को ठाउँ घुम्न जानु लाग्छ गरिम छ अहिले खासै गरिम छ 10 बज्नु लाग्यो होला गाडी यहाँ पार्किङमा त्यो अघि त्यो जुत्ता खोला हेरेर त्यो पुरा आउला कापका भएर सबै बल्लै बल्ल छिरेको गाडीमा गएर खानुपर्छ अहिले हामी यहाँ नुनथर भन्ने ठाउँमा छ यहाँ अब यहाँको चाहिँ मैले भिडियो बनाएन किनभने थाकिसकेको छु निन्द्रा पनि लागिसकेको छ बिहान चाँडो उठेर आएको राति ढिलो सुत्यो अनि अब यो भ्लग हाम्रो यहीँ सकिन्छ हाम्रो भेट अर्को भ्लगमा हुन्छ त्यस्तै